साथीहरूलाई आज चाहिँ म दुबई मल पुरै घुमाउँछु मेरो भिडियो मार्फत है। अनि हामी चाहिँ 4 जना मात्र थियौँ है। अनि त्यसपछि हामी चाहिँ मेट्रो स्टेसनबाट झरेर चाहिँ टक्क अगाडिको यात्रा सुरु भइसकेको थियो। अनि म चाहिँ टक्क लगाएर भिडियो त बनाउनु पर्यो दुबई मलमा आइसकेपछि भनेर चाहिँ भिडियो बनाउँदै थिएँ। त्यसपछि चाहिँ अनि काकाले मलाई भन्नुभयो, ओइ के गर्दैछस् भनेर। कौन है ये लोग, कहाँ से आते हैं? अनि मैले काकालाई भने म त भिडियो बनाउँदैछु भनेर भनेको त काका पनि एक्कासी उता भिडियो र फोटो बनाउन लागिहाल्नुभयो के। अनि अगाडि बढेको त टक्क यसमा त है हिँड्नै नपर्ने के साथीहरू। क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात है, अरे सर क्या बात है। अनि हिँड्नै नपर्ने भएपछि त कसले हिँडेर दुःख गर्छ भनेर काका चाहिँ टक्क उभिएर चाहिँ सर हिँडेर क्या मजा लिइराख्नु भएको के। अनि मैले चाहिँ भिडियो पनि बनाइराखेको थिएँ है। अनि हामी चाहिँ फाइनली दुबई मलबाट प्रस्थान गरिसकेका थियौँ। अनि अलि अगाडि गएको त क्या दामी हरियो रुख देख्यो कि। अनि मेरो काका त एकछिन दङ पर्नुभयो। अनि हेर त कस्तो हरियो रुख रहेछ भनेर गएको त यसका बाजे त यो त पुरै प्लास्टिकको पो रहेछ। त्यसपछि त अनि साथीहरू काका र म चाहिँ टक्क लगाएर भिडियो बनाउँदै हाँस्दै टक्क कुरा गर्दै गइरहेको थियौँ। उताबाट चाहिँ अनि अरबीको चल्लोले चाहिँ क्या बोला तूने? अनि चाहिँ देखा भन्नु मलाई मेरो पालो पनि लौजा त भनेको अरबीको टोकेट पा यति खुसी भएर गयो है। अनि मैले पनि काकालाई भनिहालेँ यो पनि खुसी भयो काका भनेर। अनि हामी चाहिँ मलभित्र गइसकेका थियौँ है। अनि मलभित्र चाहिँ बहुत हलचल एकदम दामी के, एकदम नजारा एकदम बेस्ट थियो। अनि काकाहरू पनि आफ्नै आफ्नै तालमा सबैजना भिडियोहरू बनाउँदै अनि फोटो लिँदै गरिरहेका थियौँ है। त्यसपछि हामी चाहिँ अर्को ठाउँतिर लाग्यौँ। अनि हामी चाहिँ दुबई मल घुम्नु गएको मान्छे त यो वाटरफलमा नजाने भनेर कुरै भएन। अनि काकाले त सिधै भनिदिनु भएको के यो मसान घाटमा कहाँ आयौँ हामी भनेर। अनि हाम्रो यार त चाहिँ यो फिसिङ एरियातिर भयो। अनि यहाँ गएको त अनेक थरीको अनेक डिजाइनको माछाहरू देखेको। मेरो काका त यो त कस्तो रकेट जस्तो पो माछा छ, यो कतै प्लास्टिककै माछा हुनुपर्छ यो त। कुछ भी तर हामी चाहिँ रातिको टाइममा गएका थियौँ, 12 बजिसकेको हुनाले यो ठाउँमा चाहिँ लाइट अफ भइसकेको थियो। तर पनि हामीले लिनु मजा लियौँ। अनि दुबई मल घुम्ने हामी। त्यसपछि चाहिँ अनि यो कृत्रिम आकाश नदेखाउनु त कुरै भएन। यो चाहिँ दुबईले बनाएको चाहिँ कृत्रिम आकाश दुबई महलभित्रको साथीहरू यो सानो सानो देख्ने टल्किने चाहिँ तारा हो रे, कृत्रिम के जानेको यो दुबईले पनि बनाउनु भनेर हामीले चाहिँ एकदम यो पनि भिडियो लिन भ्याइहाल्यौँ। अनि चट्ट लगाएर हामी चाहिँ बाहिर निस्केको त है यस्तो बुर्ज खलिफा देखिएको। अनि काकाले त भनिदिनु भएको आमामामा कति ठुलो, मेरो घरको बाँसको ज्याङभन्दा नि ठुलो छ त। हाँसेर हैरान। त्यसपछि चाहिँ टक्क लगाएर चाहिँ काकालाई मैले भिडियो बनाउनु पठाएको। मजा त लिनु पऱ्यो, कति आफू मात्रै भिडियो बनाउनु भनेर चाहिँ यो भिडियो चाहिँ मैले काकालाई बनाउनु दिएको। काकाले त यो चाहिँ सुनको अन्डा त्यस्तो हानिदिनु भएको कि। अनि त्यसपछि चाहिँ हामी चाहिँ अब लास्टमा चाहिँ अब जानु पऱ्यो घरतिर भनेर चाहिँ अन्तिममा द इन्ड गरेर चाहिँ रुमतिर निस्केको।